हेलो सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हामी मिरिक जाँदैछु भाइलाई घुमाउनु। गाडी पिराएको छौँ हामी चाहिँ, गाडी आएको छैन। वेदर चाहिँ एकदमै दामी भइरहेको छ, दसैँको घाम लागिरहेको छ। दसैँको घाम कस्तो लाग्यो अन्त नानाको ससुराली? ठिकै छ, मन पर्यो, राम्रो रहेछ, शान्ति, पिसफुल। भिडियो बनाएको आमा तन्देरी भएर केही छैन, दिमाग खाइसक्यो। त्यही माथि यहाँ गाडीले छोडेर गयो, रिसै उठ्दो। हाम्रो गाउँको याद आउँछ मलाई यस्तो हुँदा चाहिँ। सुत्ती जति बेला निस्का त्यति बेला पाउँथ्यो, यहाँ त टाइममै निस्किँदा पनि छैन गाडी। रिसै उठ्दो। यसले फेरि रिस उठाएर माथि गाडी पनि नपाएको माथि यसले मलाई रिस उठाइसक्यो। कुरै नबुझेको हो कि के हो? गाडीले छोड्यो, गाडी अलरेडी प्याक थिएछ। मिलाइदिन्छु भनेको थियो तर हामी टाइममै निस्किँदा पनि छैन। यस्तो घाममा हामी चाहिँ अब हिँडेरै जाँदैछौँ खुलासोमा। लेट्स सी त्यहाँ पुगेर पनि अब पाउँछ कि पाउँदैन। उसलाई चाहिँ मजा आयो अरे तर है, मजा आउँदैछ। नयाँ गाउँ घुम्नु हिँड्नु मजा आयो अरे यस्तो घाममा। दामी भइरहेको छ तर हामीलाई घाममा हिँड्नु चाहिँ साह्रो परिरहेको छ है। तिमीलाई मजा आयो? एक्सप्लोरिङ न्यू भिलेज, होमस्टेहरू छ। यता हेर, ढिनाको गाउँ कस्तो लाग्यो भन्न। मन पर्यो? त्यस्तै हुन्छ। If you are watching this video, your brother-in-law want to say something. Your brother-in-law have one small message for you. लु भनिदेऊ। ल जाँदैछ होइन, अब गाडी किन्नु अरे तपाईँले। गाडी किन्नु अरे होइन, माइन्ड चेन्ज भयो। गरमले हिँडेर खोला हेरेर फर्किन्छ अरे। मिरिक जाने मान्छे प्लान चेन्ज हुन जस्तो हुँदैछ है। फाल्तु भयो। हामी त घरबाट निस्क्यो यस्तो गऱ्यो हो, गाडी चाहिँ थलामै। उसले त्यही सोचेको थिएछ है, गरमले थाकेर चाहिँ सर्टकट खोज्ने भइसक्यो। यो चाहिँ हो होमस्टेहरू। खोला त उयो नि, अब आइपुग्यो। राङबाङ खोला पनि भन्छ हो, टुक्रे पनि भन्छ, त्यही हो। राङबाङ खोला काफी अरे। माइन्ड चेन्ज भयो। थाकेर यति खोला देख्नु नै उसको लागि काफी, यति नै काफी अरे उसलाई चाहिँ। पानी पो अरे हावा भनेको त। चिसो आयो, घाममा हिँडाइ चम्कियो, प्लस यस्तो डरलाग्दो घाम, यस्तो डरलाग्दो घाममा हिँडाइ चम्कियो कि दुईजनाको। अन्त उसलाई त्यति खोलाको धारा देखेरै सेटिस्फाई भयो अरे। अब चाहिँ फाइनली हामी यहाँ खोला आइपुग्यो। अब खोलाबाट पनि गाडीहरू त खोइ छैन त एउटा दिन्छ। खुसी लाग्यो गाडी पाएर। मिरिक झिल आइपुग्यौँ। बाँच्दै गाडी नपाउँदै लड्दै पढ्दै आइपुग्यो हामी। म चाहिँ यता मिरिक चाहिँ प्रायः जस्तो मेरो हस्बेन्डसँग आउँथेँ, बेनासँग आउँथेँ हो। This is my first time without my husband. This is my first time with my brother. म चाहिँ यहाँनिर प्रायः चाहिँ मेरो बुढासँगै आउँथेँ। कति भएको थिएन आएको विदाउट हिम। झिल आइपुग्यो, बोट पनि हुन्छ, नखेलौँ तर। कस्तो लाग्यो? You like it? I'm liking it. मलाई चाहिँ मिरिक आएर चाहिँ मेरो बुढाको याद आयो। मेरो बुढासँग आउँथेँ नि त म। आइसक्रिम खाँदै गरममा। सनपापडी पो खाएको छ। सनपापडीको भन्छ आइसक्रिम। के अरे गाउँको नाम? समखाना भनेको नाम त। हरेस लाग्यो है गाडी पर्खिनु। शङ्खमन हो, शङ्खमन हो। शङ्खमन त भनिन्छ नि त। शङ्खमा भनिहालेर शङ्खना
शङ्खमान दुईजना यहाँ भुइँमा बसेर पर्खिरहेको छौँ गाडी